फ्री फायर वर्ल्ड सिरिज स्प्रिङ 2026 को विक 2 को हिजोको गेममा चाहिँ लाइक एउटा टिमले चाहिँ हल्का होल्ड गरेर खेलिरहेको थियो, क्याम्प गर्यो यताउति भनेर चाहिँ कमेन्ट गरिरहेको हुन्छ एकजना भ्युअरले। यो कुरामा चाहिँ टोन्डे दाइले रेस्पोन्ड गर्नु भएको छ। गलत है, कसैले त्यो होल्ड गरेर खेलेछ या जसरी पनि खेलेछ कहिले त्यो भन्नु हुँदैन, क्याम्पर सेम्पर भन्नु हुँदैन है त्यो स्ट्र्याटेजी भन्न मिल्छ, त्यसलाई स्ट्र्याटेजी भन्न मिल्छ हैन। धेरै चीजहरु सोचेर खेल्नुपर्छ नि त। गेम भनेको सिधै गएर लड्ने मात्र हैन नि त, नत्र क्लास स्क्वाड खेले भइगयो नि लड। उता टिम जंगिरा छ, यता ओनर जंगिरा छ। नै नै हामीलाई भने हैन के, होरलाई भने हैन न, मैले बुझे। कसैलाई पनि त्यो भन्न भएन नि त, कोही पनि कसैले पनि। यसमा त त्यो निकाल्न सक्नेहरुको हुन्छ, यो त के हैन होल्ड। साथै सेलेक्टेड टिम्सहरुको चाहिँ ग्रान्ड फिनालेमा चाहिँ च्याम्पियन रस भन्ने पनि हुन्छ, जहाँ चाहिँ धेरै होल्ड गरेर खेल्नु पर्ने हुन्छ टिम्सहरुले। सो च्याम्पियन रसको बारेमा चाहिँ हल्का टोन्डे दाइले पनि बुझाइदिनु भएको छ अडियन्सहरुलाई। अब त्यो एउटा त्यो च्याम्पियन रस भन्ने हुन्छ, त्यहाँ चाहिँ 80 पोइन्ट्स जसले लिन्छ नि त्यसले बुया गर्यो भने गेम टुर्नामेन्टै जित्यो मित्र, थाहा छ? बुया पनि हान्नु पर्यो हैन, 80 पोइन्ट बुया हान्यो भने उनीहरुको 80 पोइन्ट्स पुगेपछि जसले बुया हान्यो त्यसले जित्यो के। पुरै म्याच भरि नै होल्ड हुन्छ के, जसको 80 पोइन्ट पुगेको छ। टीजीआर ले 80 पोइन्ट पुगायो। ल म यो टुर्नामेन्टको बुझाइदिन्छु है, तिमीलाई मैले बुझाउँछु भनेको थिएँ नि। त्यो टुर्नामेन्टको यो अब के छ यसको सिस्टम म बुझाउँछु ल। जस्तो दुई दुईटा गरेर 3 दिनमा 6वटा टिम सिधै फाइनलमा जान्छ है। त्यो फाइनलमा 6वटा टिम यतिकै गयो, अनि 6वटा टिम फेरि सायद यस्तै गरी जान्छ लाइक लास्टमा हैन। फर्स्ट जे होस् 12वटै टिम पुग्यो हैन। त्यो 12वटै टिम पुगेपछि पोइन्ट रस भनेर हुन्छ। पोइन्ट रसमा तिनीहरूलाई चाहिँ पोइन्ट आउँछ, लाइक बुया गर्नेलाई 12 पोइन्ट, अनि सेकेन्ड उनीहरूलाई 10 पोइन्ट, यस्तो गरेर 6वटा टप 6वटालाई 1 पोइन्टसम्म गरेर आउँछ, अनि पछि 0-0 अरूको हुन्छ हैन। अनि त्यसपछि फाइनलमा च्याम्पियन रस भनेर हुन्छ। त्यो च्याम्पियन रसमा चाहिँ के हुन्छ भनेपछि मित्र 80 लो मानम 12 पोइन्ट रसबाट पाएको थियो है तिनीहरूले। त्यो 12 पोइन्ट पनि त्यो उमा च्याम्पियन रसमा काउन्ट हुन्छ। फर इक्जाम्पल 12 पोइन्ट कसैले बुया हानेको थियो पोइन्ट रसमा, अनि 12 पोइन्ट त्यसको अलरेडी छ है। अब च्याम्पियन रस फाइनल भयो, त्योमा चाहिँ 68 मात्र हान्यो। 68 र 12 कति भयो? 80 भयो। 80 भयो। 80 हुन बित्तिकै उसको त्यो च्याम्पियन रस एक्टिभेट भयो क्या। त्यसपछि उसले हुन्छ नि टेबल टप गर्नु पर्दैन क्या। लाइक टेबल टपमा कसैको मानम 100 पोइन्ट छ या 150 छ, तर उसले 80 हानिसकेपछि बुया गरिदियो भनेपछि जित्यो त्यसले टुर्नामेन्टै, पुरै टुर्नामेन्टै जित्यो। 80 पुगाएपछि जो टिमले 80 कटाइसक्यो एक्टिभेट भयो तिनीहरुको च्याम्पियन रस। 80 पुगाएपछि तिनीहरुको एक्टिभेट भयो। त्यो चाहिँ टेबल टप पनि हान्नु पर्दैन। अनि त्यो भएर त्यो भएर यस्तो टिम हुन्छ कि मतलब टप टिम नै किन्नुहोस् हैन। ब्राजिलियन फ्लुक्सो टिम बाहिरको टिम पनि क्याम्प गर्छ क्या, हुन्छ नि त्यो होल्ड गर्छ, ब्याटलै गर्दैन, ब्याटलै अभोइड गर्छ। त्यो मैले बाहिरको एउटा टुर्नामेन्ट हेरेको थिएँ, फ्लुक्सोले पनि होल्ड गरिराखेको थियो, अनि अर्को एउटा टिमले वासाना हो कि त्यसको टिमले पनि होल्ड गरिराखेको थियो। तर फ्लुक्सो चाहिँ थर्ड पार्टी गर्नको लागि रस गर्छ, उनीहरूले रस गर्दाखेरि मर्छ क्या। उनीहरूले पनि होल्ड लास्टमा गरिदिएको भए बुया हुने चान्स हुन्थ्यो, उनीहरूले जित्थ्यो, तर अर्कोले बुया गरिदिन्छ होल्ड गरेर। तर भन्नुपर्दा त आज अलिक बढी खेल्छन् पनि, पहिलातिर त यो रिभाइभल भन्ने थिएन। त्यो भएर होल्ड एकदमै इम्पोर्टेन्ट हुन्छ। त्यस्तो एकदम इम्पोर्टेन्ट। 80 पुगेपछि त किल्सिल हैन कि, अब सराइ गरेर बुया हान्ने, पुरै होल्ड गर्नुपर्छ, पुरै नै होल्ड गरेर बुया एउटा पनि ब्याटल लग्न मिल्दैन त्यस्तो। यदि एनिमी देखिरहेछ भने भाग्नुपर्छ। 80 किन अरू पोइन्ट पाउँछ नि हैन। अरूको पनि एक्टिभेट हुन्छ, अरूले पनि त्यो 80 पुगाउन त त्यति गाह्रो छैन नि त। ल मानम कति एउटामा 30-20 यस्तो निकाल्यो भने पनि भइहाल्छ नि त। सो जति होल्ड गरे त्यति पोइन्ट्स पाउने हो कि भन्छु त। वाइल्ड प्रेसर हुँदो रहेछ त्यहाँ है, टेन्सन हुँदो रहेछ, लास्ट इन्टेन्स हुँदो रहेछ नि त। लाइक मानम होइन कोही टिम धेरै माथि छ, कोही टिम तल 80 पोइन्ट छ भने पनि थोरै आयो यार माथि छुनु पर्छ। 15 किलो हानेको छ त, हो त हानेको छ, खोज भान्छ नि केटाहरुले। सही हुँदो रहेछ, अति डेन्जर टेन्सन हुँदो रहेछ यार।
तर Intense पोइन्ट हुन्छ जस्तो लाग्छ। निकाल्नेहरूलाई चाहिँ फाइदा हुन्छ त त्यस्तोमा भाग्न खोजिरहेको हुन्छ नि त धेरै टाइम जस्तो कसले पोइन्ट निकाल्न खोज्छ अझै कसैको 77 पोइन्ट छ रे ल उसलाई 3 गेममा हल्का फस्यो क्या केटाहरू तर यार कस्तो खतरा ब्याटल लिएको यार चिरिङबाट आएर पनि जीबीलाई हान्दियो यार तिनीहरूले यस्तो दामी लाग्यो त्यो चाहिँ तर रेड पनि परिहाल्यो पिएनएललाई पनि हान्यो केटाहरूले